हेलो गाइज, यो चाहिँ 2082 को दशैंको छोटो मिनी ब्लग हो है। यसपालि हाम्रै दाजुभाइमा जुठो लागेको कारणले हामीले टिका चलाएको छ। तर पनि यो दशैं चाहिँ आफ्नो फ्यामिलीसँग धेरै समयपछि मनाउन पाउँदा एकदम आफूलाई भित्रैबाट खुसी लागेर आएको छ। आई होप यु गाइज इन्जोय इट अलट भन्दै आजको छोटो मिनी ब्लग सुरु गर्न गइरहेको छु। टिका खोइ त अहिले टिका हैन उ त्यो लगाइदिनु मलाई लाग्यो के म आफै लगाइदिन्छु। म भिडियो बनाइदिन्छु पहिला। म भिडियो बनाइदिन्छु। केटी हुन्छ त नि अनि बस तिमी छ्या भन्नु पाउँछ टोपी ठुलो कि टोपी ठुलो साउपछि तेरो ठुलो जाऊ आशीर्वाद दिन्न अनि गीत लगाइदिनु। ए यो भिडियो आशीर्वाद त दिइराछु त मलाई त्यो धेरै आशीर्वाद एकदम सुरुबाट यो काट राम्रो भएन यो काट चलाइदिसँग लखर पैसा धेरै कमाउनु लखर नकुट्नु धेरै तरुणीको पछि नकुट्नु हैन। बाबाआमाको सेवा गर्नु, भाइ बहिनीको सेवा गर्नु। एउटा उमा जस्तो 500 रुपैयाँ मात्रै छ यहाँ हुन यो 500 आशीर्वाद ठुलो हो नि त यो भनेको। मिठाई नै दिनुपर्छ मलाई अब। यसको चाहिँ यहाँ काट्नु लाऊ। यसको चाहिँ छिटो छिटो कोरियाको इस्यु भइजाओस्। तपाईं छिटो अब मेरो पालो छिटो कमाएर कति बस्छ म त बोल्दिन तपाईले लगाइदिनु होला मलाई। मैले दिएको अङ्कल र म एउटै हो। खेला आफै हाँस्लो त सिस्किया फोटो भेट्लास। कान्छी यो आशीर्वाद कान्छीले यो धेरै धेरै उ त दिव्या छ। दिगो कति कसरी मेरो पालो हो। दादा छेउमा छ त उताबाट दिँदै गर्ने खिच्नु यताबाट दिनु न यसरी पुग्नु त होस् गरेको ज्ञानी हुनु ध्यानी हुनु धेरै पढ्नु। पैसा चाहिँ हाम्रो घटाइ छ है। पहिला ज्यादा दिन्थ्यो पहिला, अहिले के हो कसरी घट्छ भन 500 रुपैयाँ कम्पनी घटेपछि मिठाटीले हो यो हाम्रो एकाउन्ट नगरा ल एकाउन्ट दर होस् न, म त्यही खालको दर दिन्छु मलाई। अहिलेको लुच्छ के पो केले भन्नु अहिले ल अब पर्यो नि। मैले अघि पनि गरेको थिएँ अब पनि गर्नुपर्छ धेरै धेरै पढ्नु। हाम्रो घरमा त दिन त आन्टी आफै हाम्रो घरमा हुन्न गराइ मात्रै घरमा अघि गर्नुपर्ने यस्तो गर्नुपर्छ। चलाउनु नि बाबा खै त गइदिएको तपाईँको आजैको गरिदिनु गर्नुपर्ने मेरो बाउ त हिँडी जान्छ अनि जाने आजै गर्नुपर्ने नि यिनीहरूको पनि तल आमा बाउले आशीर्वाद 5 दिन दसैँ छ हुन्छ आन्टीकोबाट बेगले गर्दैछ अब ल हेर न उता राख्नु साह्रो पाएको खै म गरिदिन्छु दिनु हो यसरी सिउरिनु पर्छ त सिउरि त उता पसिन धेरै धेरै पैसा कमाउन मन्त्री हो यतिकै गर्न हुन्छ अर्को साल बे खुवा जागिर खा भन् बुहारीलाई अनि मात्रै गर्नुपर्छ। कान यसरी टोपीमा यसरी पश्चिमतिर सिउरि। यो चाहिँ हाम्रो आशीर्वाद र दक्षिणा पछिको छोटो फोटोग्राफी कार्यक्रम भइरहेको हो। घुम्नु अब हात समात्नु उता दुईजना हेरेर गर्नु ग्यास मलाई एकताली खिच्दै त्यहाँदेखि म गइहाल्ने बोलाउनु यसले हरेक गरेर लगाएर लाउनु आन्टी स्टप भन्नु ह्याप्पी दसैँ भन्नु। ह्याप्पी दसैँ ल लास्ट जानु अब आउनु ल्याउनु ह्यापी दसैँ भन्नु अलि मजाले राम्रो छ न हुन्छ के नहुने हुने जानु न छिटो हिँड्नु हात जोड्नु ह्याप्पी दसैँ भन्नु। ह्याप्पी दसैँ मजाले छोड न चलो जा यिनले पारा यता हेर ह्याप्पी दसैँ भन्नु। ह्याप्पी दसैँ सँगै भन्नु तिनजना सँगै भन्नु सँगै अलिक क्लोज हुनु ह्याप्पी दसैँ भन्नु सबैजनाले। ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ 2082